हेलो गाइस वेलकम ब्याक टु माई मिनी ब्लग है मेरो मिनी ब्लगमा चाहिँ तपाईँहरू सबैलाई स्वागत छ र तपाईँहरू पनि सन्चै होला म पनि सन्चै छु है। आज चाहिँ मेरो ब्लगमा चाहिँ के छ भने चाहिँ म चाहिँ नानी लगेर सेन्टर जाँदैछु। नानीको दबाई रहेछ र नानीको आज छुट्टी पनि भएर है पानी परेको कारणले बिहानदेखि पानी पर्यो है। रोकिँदै पर्दै गर्दाखेरि चाहिँ अलिक भिडियो चाहिँ मैले सर्टकट गर्दै बनाएँ है। किनभने नानीलाई बोक्नु पर्यो, त्यो कारणले गर्दाखेरि चाहिँ मैले है मेन भिडियो मात्रै हालेको छु। र हामी चाहिँ जाँदैछु गफ गर्दै 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 बाउ छोरी है गफ गर्दै जाँदैछु होइन। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला है। तपाईँहरूलाई के कस्तो लाग्छ होला होइन। भिडियोलाई लाइक सेयर अनि कमेन्टहरू गरिदिनु होला र सेयर गरि फलो पनि गरिदिनु होला होइन मेरो पेजलाई, फेसबुक पेजलाई है। र तपाईँहरूको धेरै 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 सपोर्ट चाहिएको छ र है अहिलेसम्म तपाईँहरूले सपोर्ट दिइरहनु भएको छ, खुसी लाग्छ र अझै पनि पछिसम्म सपोर्ट दिनुहुन्छ भन्ने आशा राख्दछु। धन्यवाद है। र अहिले म चाहिँ जाँदैछु है। पानीको कारणले गर्दाखेरि भिडियो चाहिँ एकदम सर्टकट गर्दै बनाउँदैछु। तपाईँहरूलाई के कस्तो लाग्छ है इन्जोय गर्नु होला होइन। दुईजनाको गफ हुँदै गएको छौँ हामी। र नानीको गफ चाहिँ फेरि डरलाग्दो हुन्छ, गफ फेरि बाटोमा सानो दिँदैन हो। र त्यो गफलाई चाहिँ तपाईँहरूले पनि इन्जोय गर्नु होला, हेरिदिनु होला। हामी त हस्पिटल जाँदैछौँ। हस्पिटलमा दबाई छ, त्यहाँबाट खानु यता, त्यहाँबाट सिधै घर जानु यता। त्यहाँबाट घरमा गएर खाना पकाउनु पर्छ। त्यहाँबाट राति भएर सुत्नु पर्छ। त्यहाँबाट हामी बिहान भएर उठ्नु पर्छ। त्यहाँबाट फेरि खाना पकाउनु पर्छ। फेरि हस्पिटल जानु पर्छ। फेरि घरबाट आउनु पर्छ। फेरि घर जानु पर्छ। फेरि दबाई खानु पर्छ। त्यहाँबाट फेरि घर जानु पर्छ। फेरि सुत्नु पर्छ। कहानी खतम। कहानी खत्तम। बाई बाई गर्दै बाई बाई।